Hi everyone. So this is our new vlog. Style Spaces ma. हामी Style Spaces ma अब vlog गर्ने start गरिरहेको छौं. And hi, म चाहिँ मनिषा साक्य. As you know me, I'm interior designer and founder of Style Spaces. हामीले अब नयाँ एउटा स्टेप लिन खोजिरहेको छौं कि अब हामी साइटमा गएर हजुरलाई र भिडियोजहरु गर्ने देखाउने अनि साइटमा के हुन्छ त्यो पनि देखाउँछौं. Also interior designer को लाइफमा के च्यालेन्जेसहरु आउँछ, साइटमा के च्यालेन्जेसहरु आउँछ त्यो पनि देखाउने ट्राई गर्दैछौं. होप फर द बेस्ट अनि हामी सकेसम्म राम्रो गर्ने अनि तपाईहरुलाई इन्फर्मेसन पनि दिने ट्राई गर्छौं. सो थ्यांक यू, कन्टिन्यू वाचिङ. अब नेक्स्ट चाहिँ हामी साइटमा भेटौँ है त. हामी साइटमा पुग्यौं अहिले. सो दिस इज आवर साइट. यो साइट चाहिँ सुटोलोजीको लागि हो. सुटोलोजी चाहिँ अब हजुरको एउटा फेसन ब्रान्ड हो जुन चाहिँ ओल्ड माने एस्थेटिक भाइब्स लुगाहरू बनाउँछ. सो त्यसैको लागि चाहिँ हामीले स्टोर बनाउँदैछौँ. कमन इन. कतिजना आज हामी साइडमा आएको छौँ. ठेकेदार चाहिँ गायब छ है. कल गर्दैछौँ, उठाएको चाहिँ छैन. मान्छे भेटेको छैन. सब बिहामा गयो घर. बिहामा गइसक्यो घर. के भयो? बिहा गर्नुको लागि सबै बिहा गर्नु गयो. कस्तो बिहा गर्नु? मिस्त्रीहरूको गाउँमा शादी छ. आज पनि भयो त घर. साइड धेरै फोहोर भयो. सफा गर. कहाँ बस्यो? इधर नहीं सोए? सुना? यहाँ सुन्दैन? किनभने यहाँ सुत भन होइन. हो सफा गर ल बेलुका एकचोटि. तपाईँ पनि यहाँ टेन्सन भइसक्यो क्या. काम सकिरहेको छैन. ठुलो गर्नुभयो. मैले कति दिन भयो त राति बसेर काम गर्नु भनेको. 4-5 दिन त भयो होला अहिले आएर बसेर. अनि तपाईँको कति टाइममा ल त्यो पनि एक बजी दुध यही हुन्छ नि. दाइ जोइन्ट म अरू केही हेर्दिनँ होइन. मैले लास्टमा हेर्ने भनेको जोइन्टहरू अनि सिधा सफा छैन मात्रै हेर्छु ल. अनि फुकायो भनेर पाउँदैन मैले नै भनिरहेको छु. यति लगाएर 3 इन्चीमा है. नापेर 3 इन्ची त्यो त नाप्छ. मान्छे पुगेको कसरी नाप्ने? एकजना तान्नु भएको हुन्छ अब त होइन. धागो मात्र खानु. अहिले किन बढाइरहनु? हाम्रो इन्ट्रान्स अहिले तपाईँले देख्नु भएको छ नि त. हामी त अहिले यो नै इन्ट्रान्स गरिरहेको छौँ किनभने ढोका ठुलो छ. यो चाहिँ अब बन्द हुन्छ अनि बन्द भएर चाहिँ यो अब तपाईँको एउटा प्यानल बन्छ लोगोहरू राखेर. सो मेन इन्ट्रान्स चाहिँ यो हुन आउँछ है. लोगो यो चाहिँ इन्ट्रान्स प्लस हाम्रो लबी जस्तो नै होइन. अब कोही आउनुहुन्छ भने बस्नुहुन्छ. यो चाहिँ चिल भाइब्समा. सो मैले तपाईँलाई भनिहालेँ यो अलिकति ओल्ड भाइब टाइपको हामीले बनाउन लगाएको छौँ भनेर. रिटेल स्टोर हुन्छ नि त्यो बनाउन लगाएको छौँ. सो यसमा चाहिँ हामीले अलिकति क्लासिकल टच दिइरहेको छौँ भने वुडनको टच दिन्छ है. सो यो चाहिँ अहिले हाम्रो फर्निचर्सहरु बन्दैछ। यो सबै हाम्रो सोकेस गर्ने हो लुगाहरु हामी सबै ह्याङ गर्छौं यसमा तल माथि भित्रीमा।
सो यहाँ हाम्रो ह्याङ गर्न ठाउँ है अनि यसको फिनिसिङ म भन्छु ल यसको फिनिसिङ चाहिँ हामी अहिले टिक हाल्दैछौँ होइन अनि पछि चाहिँ हामी यसमा के भन्छ पेन्ट गर्छौँ पेन्टलाई चाहिँ कलरको वुड पेन्ट नै गर्छौँ पलिस गर्छौँ बेसिकली सो त्यो पछि यो हामी लुगाहरू ह्याङ गर्छौँ अनि त्यो पछि यो भनेको चाहिँ अब मिरर हो मिरर प्लस यसमा एउटा सानो डमी आउँछ डमी चाहिँ के हुन्छ भने अब हजुरको फुल सेट नै कस्तो देख्छ भनेर एउटा डमी नै राख्छौँ अनि त्यसपछि सेट कन्टिन्यू नै हुन्छ लुगाहरू ह्याङ गर्ने कन्टिन्यू नै हुन्छ अनि त्यो पछि भनेको चाहिँ यो पार्टमा चाहिँ हामी के गरेको छौँ भन्दाखेरि एउटा प्यानल गर्दैछौँ होइन प्यानलमा चाहिँ हजुरको सेन्टरमा मिरर हुन्छ भिडियो भने चाहिँ म तपाईँलाई एउटा डिजाइन चाहिँ देखाइदिन्छु स्क्रिनमा यो चाहिँ सेन्टरमा मिरर भयो साइडमा चाहिँ अब हजुरको हुन्छ नि सानो निकट्याक्स सामानहरू पर्फ्युम्सहरू अब हजुरको वाचेसहरू तिनीहरू ट्रायलको लागि एज अ होल सेट मान्छेहरू लगाउँदाखेरि कस्तो देख्छ भनेर सो यो चाहिँ डिस्प्ले भयो प्लस त्यही हो अनि यो भनेको चाहिँ हजुरको ट्रायल रुम भयो ट्रायल रुम त मैले डिफाइन गर्नु पर्दैन होला त थाहा नै छ ट्रायल रुम भयो अनि यहाँ पनि हजुरको सोकेस आउँदैछ टाईहरू बेल्टहरू सोकेस गर्नको लागि यो चाहिँ यहाँ एउटा सोकेस आउँदैछ चेस्ट अफ ड्रयर बेसिकली सो यो एरिया भन्नु पर्दाखेरि चाहिँ हाम्रो के भन्छ रेडिमेड लुगाहरूको लागि भयो होइन रेडिमेड प्लस डिजाइनर लुगाहरू भयो सो म चाहिँ तपाईँहरूलाई नेक्स्ट रुम लग्दैछु है त सो यो रुम पछि चाहिँ हामी अर्को नेक्स्ट रुम छ तर नेक्स्ट रुम जान अगाडि यो अलिकति सानो प्यासेजको बारेमा भन्दैछु यो प्यासेज चाहिँ मैले तपाईँलाई फर्स्टमा भनिहालेँ यो क्लोज हुन्छ हाम्रो होइन सो बोथ साइडमा क्लोज नै भइहाल्यो अनि यो चाहिँ मिरर हामी मिरर नै राख्छौँ यो पहिला पनि मिरर सो यो पार्टमा चाहिँ हाम्रो बाथरुम जाने एरिया छ अनि किचन जाने एरिया छ सो यसमा चाहिँ हामी क्लोज गर्छौँ अनि हजुरको के भन्छ इन्भिजिबल डोर हाल्छ नो डोर नब्सहरू के पनि हाल्दैन ह्यान्डल्सहरू पनि के पनि हाल्दैन इनकेस चाहियो भने मात्र यो प्यानल जस्तो नै देख्छ हजुरको अनि त्यो पछि आयो मेन रुम यसलाई चाहिँ मैले चाहिँ एक्जिक्युटिभ रुम भनिरहेको छु किनभने यो रुम नै मेन हो हाम्रो सुटोलोजीको होइन किनभने यसमा नै अब हजुरको कस्टमाइज गर्ने डिजाइन गर्नेदेखि लिएर होइन अब लिएर आउने हाम्रो कस्टमर क्लाइन्टहरू छ सबै यहीँ आउनुहुन्छ उताबाट घुमेर अलिक डस्टी छ म मास्क आई थिङ्क लाइभ सुन्दैन सो यो एरियामा चाहिँ हजुरको हामीले धेरै फर्निचर चाहिँ हालेको छैन है यो अलिकति हजुरको बुटिक स्टाइलमा छ होइन फर्निचर राखेको नि भनेको हामी यो एरियामा राख्छौँ एकचोटि यहाँ देखाउ त यो एरियामा राख्छौँ यो एरियामा चाहिँ एज अ फर्निचर हामी बार हजुरको स्टोरेज प्लस अनि हजुरको यो स्याम्पल्सहरू डिस्प्ले गर्नको लागि यसको पनि म हजुरलाई सानो फोटो हालिदिन्छ हामीले डिजाइनको कसरी प्लान गरेको छ भनेर राखिदिन्छ सो यो एरियामा पनि हामीले सिटिङ हुन्छ एकदमै कम्फर्टेबल लग्जरी अनि लेदर फिनिस्ड भनौँ न लेदर फिनिस्डको सोफा हुन्छ दुईवटा चेयर हुन्छ यहाँ अनि यो एरियामा चाहिँ हाम्रो डिस्प्ले हजुरको डिस्प्ले भन्दा चाहिँ धेरै लुगाहरू डिस्प्ले चाहिँ होइन एउटा जस्ट जो क्लाइन्ट चाहिँ अपोइन्टमेन्ट लिएर आउनुहुन्छ अनि जुन चाहिँ क्लाइन्टको लुगा सकिसकेको हुन्छ होइन उहाँहरू जस्ट लिन मात्र आउनुहुन्छ भने उहाँहरूको लुगा जस्ट डिस्प्ले गर्नुको लागि त्यतिहरू के पनि नराख्ने हामी अनि यहाँ लोगो नै हुन्छ अनि यहाँ एकदमै सेलेक्टिभ लुगाहरू मात्रै राख्नु धेरै नराख्नु जस्ट म्याक्सिमम् भयो भने 6 देखि 8वटा मात्र हुन्छ त्यति मात्र स्याम्पल्सहरू राख्नुको लागि यो डिस्प्ले एरिया भयो भनेपछि यहाँ चाहिँ हाम्रो वर्किङ टेबल हुने भयो होइन यहाँ हजुरको मिरर आउँछ एकदमै इन्ट्रेस्टिङ मिरर रहेको छ यहाँ पनि हाम्रो फोल्डिङवाला 3 साइडबाट सो द्याट मान्छे कोही क्लाइन्ट आउनुहुन्छ भने एभ्री साइडबाट आफ्नो हुन्छ नि अटायर चाहिँ चेक गर्न सक्नुहुन्छ सो त्यसपछि अर्को भनेको हजुरलाई मैले भनिहालेँ बार नै हो सो यसमा धेरै के पनि हामीले हुन्छ नि हजुरको लुगा पसल जस्तै झ्याप्पो लुगा चाहिँ के पनि हालेको छैन जस्ट हियर एन्ड देयर मात्र हो है सो डिजाइन पनि एकदमै मिनिमल छ एकदमै ओल्ड भाइब नै दिइरहेको छ होइन सो नेक्स्ट अब प्रोग्रेस हुँदै जाँदाखेरि हामी देखाउँदै गर्छौँ फिटिङ गर्न अगाडि त्यो फिटिङ गर्न अगाडि त्यो झारहरू सबै बन्द गर्नु है याद गरेर पहिला कहाँ जानु मैले सबै डिजाइन हेर्नु न
डिजाइन त यस्तो आएको छ अनि डिजाइनमा यस्तो छ डिजाइन हेर्नु नि पछि भयो त्यत्रो म त यहाँ खाना खाएको बिहानदेखि 6 बजे कुदिरहेको छु मैले यो सबै कभर गर्ने सबै पोलिस पनि कलर पनि हुन्छ पोलिस पनि हुन्छ है नगेन्द्र बिहान 6 बजेदेखि तपाईँहरू सुत्नुहुन्छ हामी यहाँ कुदेको छ सब 6 बजेदेखि यहाँ 6:30 बजे हामी कुदिरहेको हुन्छ के त अनि मेरो साइटको टिमहरुसँग तपाईहरुले भेटाउँदैछु हैन सो हाम्रो एकदमै बुढो पाका मान्छे हुनुहुन्छ हाम्रो रमेशलाई कति वर्ष भयो रमेश तपाईँ मसँग काम गरेको 10 वर्ष भयो 10 वर्ष भयो नगेन्द्र मलाई 5 वर्ष बेसी भयो त्यही हो 6 वर्ष भयो नगेन्द्र चाहिँ हैन हाम्रो स्टार स्पेसेसको स्ट्रेन्थ नै उहाँहरू हो के अब उनीहरू भयो सरी उहाँहरू नै हो हाम्रो रमेशलाई कार्पेन्टरमा एक्सपर्ट है अनि पछि हाम्रो नगेन्द्र एज सानो छ हैन तर काम एकदमै राम्रो छ है हाम्रो क्लाइन्टहरूले पनि सबैले रुचाउने उहाँ हो हैन नगेन्द्र अनि प्लस सुपरभाइज पनि गर्छ एकदम राम्रो हुन्छ अनि उहाँ चाहिँ हाम्रो सुपरभाइजर नयाँ टिम मेम्बर हो सुजन है उहाँ पनि डिजाइनर हो प्लस आर्किटेक्ट हो यसमा गर्दैन ढोकाइ हुन्छ ढोकाइ हुन्छ ढोकाइ चाहिँ नगरौँ यसमा डोर स्टपर चाहिएको छ यहाँ त किनभने एउटा जे भयो एउटा डोर स्टपर चाहियो ठोक्यो ठोक्यो ठोक्छ डोर स्टपर चाहियो ढोका बाबु खै हो कन्टाउँछ त्यो माल खेलाएर काट्नुपर्छ महँगो भइसक्यो यो होइन यो माल खेलाउनुपर्छ कि यो यता सिधा छ यता सिधा छ अब यसको त सिधा माल खेलाएर काट्नुपर्छ यता पनि सिधा छैन यो छ नि यो यता भएको छ कि यो पनि यस्तो गर्नु पर्यो यता गयो भने फेरि यता बम हुन्छ नि माल खिलायो भने त यस्तो हुन्छ नि यस्तो यस्तो हुन्छ कि अब सबै फरमा एक नासको हुँदैन नि भोलि आएर सट्ट सट्टा चिचिक्क अब यो फाइनल त जाम वास्तव पनि होला बस यहाँ खाटामा छ एक राखेर बोल कर दिया ठीक यहाँ लिया दिए बैठा ठीक हां हां आ खाटा में यहाँ ठोक के आ यही पर से हम कवर कर बम बना दिए ठीक पलाई लावा है भन्नु कि यो अङ्कलले पनि चाहिएन हैन यहीँदेखि कति गर्नुपर्छ भन्नु है बुझ्यो है यहीँदेखि कति गर्नुपर्छ भन्नु कि तिमीले ग्याप नै नराख्नु है बरु वायर जुन छ नि पतलो खालको वायर राख्नु पर्यो है राम्रो देखिन्छ कि फेरि यसमा त्यसपछि 2 इन्ची मैले भने यताबाट नि सेम टेबल सोरेपछि आइहाल्छ नि साइज उसले भनेको नि ठिक हो 4 इन्चीमा राख्यो होइन मैले तपाईँ अघि पनि त्यही भनिरहेको यो लिस्टिक होइन यो लिस्टिक जुन छ नि 1.5 इन्चीको लिस्टिक छ होइन यो अँ 1 इन्चीको हाल्दा नि हुन्छ नभए यही सेमको साइजको हाल्दा नि हुन्छ 1.5 इन्चको हाल्दा नि हुन्छ होइन अनि यो जुन छ नि यो पातलोवाला बी हुन्छ नि तपाईँको हाफ एमएम 1 इन्ची त्योवाला हो कि होइन अब तपाईँले अलिकति कास्टमा पर्छ भने पनि डिसम्म छोडेर ल्याएर भन्नुहुन्छ मैले के भनेको यो सानो छोडेर यो सानो हटाएर यो लिस्टिक छोडिदिन्छु तर यहाँ पनि डी छ अँ अनि यहाँ पनि डी राम्रो देख्दैन तपाईँको होइन तपाईँ के गर्नु पऱ्यो भने बरु तपाईँ डी चाहिन्छ भने यही डीदेखि नै यो के भन्छ सिसा हाल्नु भयो बुझ्नुभयो है सुजन बुझ्यो है सुजन यो जुन छ नि यो सिसा छ होइन यो काठ छ त्यसैले हुनु पऱ्यो है अगाडि पछाडि हुनु भएन ल पालाहरू फर्निचरको पालाहरू फुट्नु पल्ला सल्ला पल्ला लाग्दैन ओपन हो पुरै ओपन हो ओपन हो फेरि त्यो माथिबाट उकाल्दैन लिस्टिकहरू हजुर लिस्टिकहरू आउँछ आज लिस्टिक अर्डर गरेर पुटिङ गरेको पुरै झर्छ आज यो टाइमै भएन अब यही मैले त 7:30 बजेसम्म स्टाइल एक्सप्रेसलाई फलो गर्नु सब्सक्राइब गर्नु लाइक गर्नु सेयर गर्नुहोस् आजको साइट भिजिट चाहिँ सक्यो होइन साइट चाहिँ सकेको छैन साइट भिजिट आजको लागि चाहिँ सक्यो भोलि आयो भने चाहिँ भोलि अर्को भिडियो बनाउँला नभए पर्सि वेनेभर हामी आउँछौँ अर्को इन्ट्रेस्टिङ चाहिँ है सो अब हजुरहरूलाई के लागेको छ फिडब्याक पनि दिनु होला
होला हाम्रो काम कस्तो भइरहेको छ अन साइडमा त्यसको बिहाइन्ड द सिन्स कस्तो हुने रहेछ भनेर यति तपाईँहरूलाई पनि केही सोध्नु छ भने पनि सोध्नु भयो नि हुन्छ ल सो आजको लागि यति नै बाई साइडको काम दिन कति टाइम लाग्छ अब यो सबै गर्दा गर्दा भनौँ न 1 हप्ता 10 दिन लाग्छ ठ्याक्कै भनौँ न 10 दिन लाग्छ 10 दिन 12 दिन 15 दिन जति 15 दिन नेक्स्ट लाग्छ यस्तो लाग्दाखेरि 125 डेज त लाग्छ अझै मजाले एज पर माई एक्सपिरियन्स होइन अर्को ब्लग आएको बेला अब हेर्नुहोस् स्टाइल एक्सप्रेसलाई फलो गर्नु लाइक गर्नु अनि सेयर गर्नु